एकछिन बाहिर निस्केको छु कि गड म यो इलाम हस्पिटलको म्यानेजमेन्ट देखेर म ढलेँ। हामीलाई यसो भन्नुहुन्छ, अब हामीले त पहिलेदेखि नै गर्दै आएको हो त भन्दै त्यसो भन्दा के भन्छ। अनि तपाईँहरूले यस्तो गर्नुहुन्छ भने हामीले टिकट काटेको के अर्थ, हामी नि त्यस्तै आएछु जस्तो भएको साथीहरू। यो हस्पिटल हो कि के हो जस्तो भएको। म त एकछिन त रुनु न हाँस्नु भयो भन्नु न। सिस्टरको रियाक्सन कस्तो थियो यसो मलाई हेर्नुभयो, टेरे आँखाले यसो गरेर हेर्नु भएन। अनि त्यसपछि उहाँ अरे हो के भन्छ, हामीले फुड हन्ट गरिरहेको छौँ। त्योवाला भिडियो चाहिँ अस्मिताकोमा आउँछ, गएर हेर्नु होला। म श्वेता। एभ्रीवान सेवा नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई च्यानल। इट्स मी एन्जला राई। नयाँ भिडियो लिएर आइसकेको छु है। अनि आशा गर्छु हजुरहरू एकदम सन्चै हुनुहुन्छ। हामी नि यहाँ एकदमै सन्चै छौँ। अनि आजको भिडियोमा चाहिँ के कसो भनेर बाइ द टाइटल अनि थम्बनेल हेरेर थाहा पाइसक्नुभयो होला कि आज चाहिँ म कोपालाई हस्पिटल लगेर जाँदैछु उहाँको फलोअपमा। हुन त अरू बेला त हामी तल बिर्तामोड जान्थ्यौँ नि त होइन। अनि त्यो उहाँ जुन डक्टरले हाम्रो कोपालाई हेर्नुहुन्छ उहाँ चाहिँ इलाम आउनु हुँदो रहेछ महिनाको अन्तिम बिहिबार। अनि त्यही भएर चाहिँ म आज कोपालाई हस्पिटल लगेर जाँदैछु। उहाँ डक्टरले नै भन्नुभयो क्या, अब यहाँ आउनु जानु तपाईँहरूलाई अलिक गाह्रो हुन्छ, म महिनाको अन्तिम बिहिबार इलाम आउँछु, त्यतिखेर आउनुहोस् न, म तपाईँहरूलाई त्यहीँ हेर्छु भन्दै भन्नुभएको थियो नि त होइन। अनि त्यही भएर चाहिँ आज महिनाको अन्तिम बिहिबार, त्यही भएर म कोपालाई लगेर जाँदैछु है। कोपा चाहिँ अघि नै गइसक्नु भयो। अब म चाहिँ यहाँ तर आन्टीले सामान नि ल्याउनु भन्नुभएको थियो नि त होइन। अनि त्यही भएर सामान निकालेर जाँदैछु। लु हाम्रोकोमा चाहिँ बस ए हेर्नु न, गाडी आएको छैन, छिटो जा कि छिटो जा। त्यहाँ गएर नि म उभि नै बस्नुपर्ने हो। गाडी अब हर्न बजाउँदा 1 मिनट जति त पर्खिँदा के हुन्छ नि। आखिर अङ्कल आउँदाखेरि अङ्कल परदेखि नै हर्न बजाउँदै आउँछ, त्यतिखेर निस्किँदा अङ्कल नि ठ्याक्कै आइपुग्नु। अब हाम्रो कोपा र कोमा चाहिँ नि हिँड्ने बेलामा चाहिँ यति अतालाउनुहुन्छ यति अतालाउनुहुन्छ दिमागमा भएको कुराहरू सबै बिर्साइ पठाउनुहुन्छ। अनि तल गएर के साह्रो अतालाउनु भएको गाइज। अन्त के मेरो आउटफिट देखाऊँ भने चाहिँ तपाईँहरूलाई तर कसरी देखाउने भयो होइन। अनि आजको दिन चाहिँ यस्तै भइरहेको छ, जाडो भइरहेको छ। अनि मेरो हातहरू चाहिँ एकदम खाली छ। मैले चाहिँ मेरो घडी नै हराएँ, कहाँ हराएँ थाहै छैन। एन्जला राईदेखि त केही नसम्हालिने हो। गाडी भने छैन होइन। अनि आज चाहिँ घाम नि लागिरहेछ, पानी नि परिरहेछ। आज स्यालको बिहे हो, घाम पानी स्यालको बिहे। हजुर ओ माई गड, एकछिनमा भेटौँ हस्। चाहिँ गाडी नि आयो है। अनि म जाँदैछु। अनि के पो भन्छ, कोपालाई चाहिँ आज नै गाडीमा हाली पठाउँछु। अनि मेरो चाहिँ काम छ नि त, त्यहाँ ब्याङ्कहरूतिर यताउता के गर्नु काम छ। अनि आज त हुँदैन, किनकि अब कोपाको हस्पिटल कतिखेर हुन्छ के हुन्छ थाहै छैन होइन। अनि त्यही भएर आज चाहिँ म बस्छु। अनि अस्मितालाई नि भेट्नुपर्ने छ, अस्मिता र मेरो काम नि छ है। अनि जाने हो। यो नि छ है अङ्कल, यो नि छ है, केमा हाल्नुहुन्छ नि अब यो। हाम्रो माथि आन्टीको अरे हौ लगिदिनु अरे। यहाँ गाडी हेर्नु हाम्रो अङ्कलको, खै देखाइदिउँ लु। ब्यागमा नि देखाइदेऊ भन्दै भन्नुहुँदैछ लु। ओ माई गड, यो को फालेडुङ। तर हामी यता हिमाल हामी जाँदाखेरि मजाले देखेको थिएन नि है। ओ माई गड, हाम्रो रोशन अङ्कलको नयाँ गाडी है, दामी छ। कहाँ पस्नु?
हस्पिटल पुग्यौँ कि एकछिन ल कोपा म सोध्छु यता थियो कि पहिले पक्नु न के पो यता माथि थियो कि पहिले हस्पिटल अहिले चाहिँ यताले त्यो माथिको भत्काएर अहिले यता बनाएको रहेछ खै त्यो पेपरहरू झिक्नु त यहाँ बस्दै गर्नु मलाई पनि थाहै छैन सोध्नै पर्छ भर्खर आएको हो कि यहीँ बस्दै गर्नु म सोधेर आउँछु यही हो अब सोध्नु पर्ने हुन्छ मलाई नि थाहा छैन साथीहरू गाइस हामी चाहिँ आइपुग्यौँ है ओपिडी काउन्टर हेर्नु न कस्तो क्राउड छ कति हामी आज कति बजे 10 नि बजेको छैन होला हेर्नु न बिहान यति छिटो कति बेसी क्राउड हो हुन त हस्पिटल हो क्राउड त भइहाल्छ नि मैले कस्तो कुरा गरेको अनि हाम्रो कोपा छ यहाँ बसिरहनु भएको छ घाट बिरतामोटै जाँदा अलिक सहज होला कि जस्तो लाग्यो मलाई अहिले यो लाइन देखेर हेर्नु म चाहिँ एकछिन बाहिर निस्केको छु कि म यो इलाम हस्पिटलको म्यानेजमेन्ट देखेर म ढलेँ हुन त कहिले बानी नभएर नि होला कि यस्तो जुन हामी रुममा पस्नुपर्ने हो नि त्यहाँ त यस्तो क्राउड छ एकदम गाह्रो भएर म चाहिँ एकछिन बाहिर निस्केको कोपा चाहिँ भित्रै हुनुहुन्थ्यो फेरि कोपालाई भनेको कोपा पछाडि बस्नु न हाम्रो ट्रन आउँछ भन्छु छैन अनि अहिले चाहिँ म यहाँ अस्मिता नि आउँदैछ नि त अनि अस्मितालाई लिँदैन म यहाँ बसेको आउँदैन ऊ चाहिँ उसको पहिले दोकान काम गर्ने ठाउँमै छ नि त खै आउँदैन अरू त के होइन कि म यो इलाम हस्पिटलको म्यानेजमेन्ट देखेर ओ माई गड यस्तो नि हुँदो रहेछ भन्ने भयो आउँछ उतादेखि नि ग्याजेङ यतादेखि नि ग्याजेङ त्यो भन्दा म अगाडि आएको किन त्यो अगाडि भन् Guys, look who is here. Hello, Asmita. Sanjay छौ क्राउड हेरेर कस्तो छ तिमीलाई इलाम हस्पिटलको आज बिहिबार भएर हुन के भएर हुन है मान्छे चाहिँ 3टा लाइन छ त्यो पनि पर इलाम हस्पिटल चाहिँ यस्तै हो कि आज मात्रै हो खै अब सधैँ आइबसिँदैन र थाहा हुँदैन आज चाहिँ लास्ट डे नै छ मेरो त फर्स्टमै एकदम ब्याड भयो एक्सपिरियन्स त्यस्तो चाहिँ हुनु भएन है यहाँ जति पनि स्टाफहरू उहाँहरू एकदम पोलाइट हुनु पऱ्यो किनभने हस्पिटल लाइन भनेको सेवा गर्ने लाइन हो त्यही भएर नम्र पोलाइटनेस चाहिँ हुनुपर्छ यस त्यो चाहिँ हो कल नि आयो ब्रदर इज अल्सो हियर यसको काम थियो कि अनि आयो होइन अनि खै त फर्की ए अस्तिको भन्दा हेर्नुसम्म देखिरहेको छ है मेरो भाइ चाहिँ अल्छी लागेन तिमीलाई बस्दा गाइज के भन्नु न कोपाको ठ्याक्क ट्रन आउन लागेको थियो कि फेरि 20 मिनट ब्रेक गरे ओ माई गड बाहिर निस्केको छौँ खाजा खानु भन्दा नि अस्मिताले नि नयाँ युट्युब च्यानल खोलेको छ सब्सक्राइब गरिदिनु होला म यता मेन्सन गरेको हुन्छु होइन अनि उसको च्यानलमा भिडियो आउँछ इलामको फुड हन्ट इलाममा के पाउँदो रहेछ
सब देखाउँछ अस्मिताले होइन के पाउँदो रहेछ भनेर चाहिँ हेर्नुको लागि चाहिँ उता अस्मिताको च्यानल भिजिट गर्नु होला। अनि के पो भन्छ अहिले चाहिँ 1 बज्यो नि त होइन 1:30 कति बज्यो नानी 1:18 भइसक्यो। अनि उहाँ डक्टर नि के पो 20 मिनटको ब्रेक अब उहाँहरूलाई नि रेस्ट चाहियो होइन। आज त म त इलाम हस्पिटलमा के भयो म तपाईँहरूलाई सुनाउँछु भरे मजाले बसेर होइन। अहिले म त्यसको उमा छुइनँ अनि त्यो फर्स्ट टाइम भएर नि होला मैले कहिले यस्तो एक्सपिरियन्स गरेको थिइनँ हस्पिटलमा होइन। जहाँ मैले आज इलाम हस्पिटलमा गरेँ म सुनाउनेवाला छु तपाईँहरूलाई होइन। त्यो चाहिँ मजाले अनि मैले कति कोपा चाहिँ पढे हुनुहुन्छ खाजा खानु जाउँ नजाउँ भनेको नजाऊँ नआउनु हुने अरे होइन। अनि त्यही भएर म र यहाँ अस्मिता मात्रै आएर खाँदैछौँ। अनि कोपाले चाहिँ पानी चाहिँ ल्याइदिन भन्नुहुँदै थियो अनि पानी लगेर जानुपर्ने हुन्छ। मतलब बिहानदेखि केही खाएको छैन कि अनि केही खानु न भनेको कोपा मान्नै हुन्न अब के गर्नु। अहिले चाहिँ नि होइन हामी यता चोक आएको छौँ काम थियो नि त त्यही भएर अनि बस्दै गर। अनि के पो भन्छ कोपाको चाहिँ ब्लडहरू नि टेस्ट गर्नु पऱ्यो नि त होइन। अनि मैले कति भनेको कोपालाई अब यहाँको इलाम हस्पिटलको मेसिनहरू त्यस्तो राम्रो छैन अब उतै जाउँ ठुलो हस्पिटलमा चेक गरेको जस्तो हुँदैन भन्दा मैले कति भने होइन कोपाले तर कोपा मान्नै हुँदै भएन नि त। अनि अब जसरी भने यहीँ गराउनु पऱ्यो। अनि यो भिडियो नानाले देख्नु भने चाहिँ फिक्स गराउनु नै हुन्छ। हुन त अब मैले कोपालाई कति भनेको कति सम्झाएको कोपा उतै जाउँ भनेर तर यहीँ गर्नु हुने अरे। अनि अब ब्लडहरूको लागि दिइराखेको छ अनि 2:30 तिर रिपोर्ट आउँछ भनेर भन्दै थियो। अब 2:30 नै बस्नु लाग्यो अब जाने अनि त्यसपछि डक्टर भेट्ने त्यसपछि अब दबाईहरू के कस्तो भन्नुहुन्छ होइन। अनि त्यो अनुसार दबाईहरू लिने अनि त्यही हो। आज त म त यस्तो गाह्रो भयो इलाम हस्पिटलमा यस्तो गाह्रो भयो अहिलेसम्म हस्पिटलमा कति गइसक्यो नि होइन। आजै हो त्यसै आएछु जस्तो भएको साथीहरू यो इलाम हस्पिटल हो कि के हो जस्तो भएको। म त एकछिन त रुनु न हाँस्नु भयो भन्नु न। हेलो आकाश मेरो भिडियोमा हेलो गरिदियो हाम्रो युजलको साथी सन्चै छौ एकदम भएको नाना कता हुन्छ सुनिता दार्जिलिङ गइसक्यो नि आरामै मजाले पढ बाई बाई। अनि के म त्यसलाई त्यसको ठाउँमा प्रकार गरेर आइहाल्छु ल कल गर्छु नि। गाइस मैले युजरलाई देखेँ कि यो सेन्टर गएन जस्तो लाग्यो मलाई। भाग्यो मलाई देखेर त्यो झन्डै एक्सिडेन्ट भयो। अनि म के भन्दै थिएँ तपाईँहरूलाई म एकछिनमा कन्टिन्यू गर्छु ल। यो त कम यहाँ आइज मेरो भिडियोमा हाई गरिदिए सन्चै छस् गाइस यहाँ मलाई के दिन्छस् भनेर मागेँ कि यसले दिँदैन हौ के भन्छस् भिडियोमा ल भन्दै एन्जला भन्दा मेरो दोकानमा आउनु अनि एक्स्ट्रा डिस्काउन्ट पाउनुहुन्छ। दोकानको नाम के हो भन्दै थियो जस्टिन कस्मेटिक यस लोकेसन पनि देखाइदिएन लोकेसन त गएर देखाइदियो बाहिर गएर कस्तो छ हेर्नु न। एन्जलाको नामबाट साँच्चै मान्छेहरू आउनुभयो भने डिस्काउन्ट एक्स्ट्रा डिस्काउन्ट कति 50%। तर एन्जलाकै युट्युबबाट आएको भन्नु पर्यो यहाँ मलाई यतिको चाहिँ हुनुपर्छ यतिको चाहिँ भन्नु पर्यो अनि चाहिँ डिस्काउन्टै बस्दै गर हामी घुम्दैछौँ हेर्नु यहाँ दोकानमा बोलाएर केही नि दिएन ठिकै छ ल दिँदाखेरि लिँदिन ल त्यतिकै जिस्काएको ल बाई बाई मजाले बस। लोकेसन चाहिँ कहाँ हो भने नि होइन ठ्याक्क यो सिटी मार्ट देख्नु हुँदैछ नि त्यसकै यता फर्स्टवाला सप हो ल हेर्नुहोस् है यहीँ हो। हजुरहरूको नानीहरूको लागि नि छ खेलाउनेहरू छ रिडलहरू छ यस्तै छ है साथीहरू यसको दोकानमा चाहिँ भन्। अस्मिता र म चाहिँ घुमेकै छौँ इलाम बजार चोक होइन। अनि के भन्छ हामीले फुड हन्ट गरिरहेको छौँ त्यो वाला भिडियो चाहिँ अस्मिताकोमा आउँछ गएर हेर्नु होला। म चाहिँ यता नर्मली यताउता के गरेको मात्र हाल्छु होइन। कस्तो गर्मी है
अघिसम्म घाम लागिरहेको थियो हो पानी परिरहेको थियो पानी परिरहेको थियो अहिले घाम लागिरहेको छ अनि म तपाईँहरूलाई एकछिनमा मजाले बसेर सुनाउँछु आज दिनभरि के कस्तो भयो भनेर होइन तपाईँहरूलाई म सुनाउनै बाँकी छ तपाईँहरूले 100मा 10% जति मात्रै सुनिरहनु भएको छ त्यहाँदेखि उता सुनाउँछु म तपाईँहरूलाई के कस्तो भयो के भयो भनेर होइन विस्तारमा अनि अहिले चाहिँ फिलहाल अनि अस्मिता चाहिँ ए के भन्नु लाग्यो म त यस्तो त हुन्छ हेर्नु खै हेर तिम्रो दिदी छिन् त्यस्तै कोही बेला यस्तै हो अब यहाँ अस्मिताको के सामान किन्नुपर्ने छ अरे अनि त्यसको लागि जाँदैछौँ अनि त्यसपछि हामी फेरि जान्छौँ खानु तपाईँहरूले रेस्टमा हो क्या हामी यहाँ भनिदेऊ त पहिलेको जस्तो खानु सक्दो रहेछ कि सक्दिनँ रहेछ नाना त तर पहिला पनि धेरै चाहिँ खानु चाहिँ हुने होइन मलाई चाहिँ त्यस्तो खानु कि म धेरै खाएर त्यस्तो लाग्यो म बेसी खानु सक्दिनँ अनि आजकल त मेरो आन्द्रै इत्रु भइगएको जस्तो क्या 2-3 चम्ची खायो भने नि न्याक्क भएर आउने क्या ए यहाँ पाउँछ कोरियन सोरियन सबै खै हो मलाई थाहै थिएन अहिले चाहिँ हामी अस्मिता कपाल काट्ने भनेर कपाल काट्नु आएको छौँ होइन अनि मैले बेसी जङ्क फुड खाएँ नि होइन तर यस्तो हिँडाइ बेसी भइरहेको छ अनि एकदम हिँडेर मेरो क्यालोरिजहरू बर्न भइसकिसकेको छ अब अनि म चाहिँ कपाल कलर नि गरौँ भनेर सोचिरहेको छु तर गरौँ नगरौँ 50-50 भइरहेको छ एकजना मान्छेलाई मैले सोधिरहेको छु कपाल गरौँ कि नगरौँ भनेर होइन अब उहाँहरूले गर्नुहोस् भन्नु भने गर्ने नगर्नु भन्नु भने गर्दिनँ अनि त्यही हो कपाल काट्ने मान्छे चाहिँ यता छ कपाल काट्ने अरे हो होइन आफ्नो उमा त चेन्ज त लिइराख्नु पर्ने हुन्छ होइन त्यो जहिलेको तैँले त्यत्तिकै मात्र भएर हुँदैन चेन्ज गरिराख्नुपर्छ आफूलाई पनि अब यस्तो छ म कपाल काट्नु नि सक्छु कलर नगरेर जे नि गर्न सक्छु अनि त्यही हो पर्खेको चाहिँ 1 घन्टा भइसकिसक्यो सकेको छैन के साह्रो आज त एन्जला राईको हजुरहरू एन्जला राईको नि दिन त नि पर्खिँदै बित्यो सब के गर्नु अब यस्तै रहेछ हाम्रो इलाम बजारको नजारा देखाइदिउँ न इलाम बजार होइन यो कुन ठाउँ हो मालापत होइन टुडी खेल हो टुडी खेलै भन्छ र थाहा छैन मलाई नि के भन्छ तर यो चाहिँ यस्तो चाहिँ गल्यो मलाई औ कपाल कस्तो काट्ने अरे होइन अहिले देखाउनु हुँदैन एकछिनमा देखाउँछु गाइस कपाल नि काट्ने भन्छ रुन्छ नि हेर्नु न उसको अनुहार हेर्नु न होइन कपाल नि काट्ने भन्छ रुनु पनि खोज्छ हिजोको भिडियो आज म कन्टिन्यू गर्दैछु होइन अनि हिजो चाहिँ एकदमै मेरो दिन खै हिजोको दिन त के भन्नु म तपाईँहरूलाई भनेर नि गर्न सक्दिनँ होइन अनि एकदम यतादेखि निकै उतादेखिको एकदम ल्याङ त्यस्तो भइरहेको थियो नि त होइन अनि हामी चाहिँ यहाँ अस्मिताकोमा आयौँ अनि अस्मिता र म सुत्यौँ भनौँ न अनि त्यसपछि चाहिँ अहिले चाहिँ नेक्स्ट डे हो होइन यो एन्डिङ चाहिँ नेक्स्ट डे गरिरहेको छु अब तपाईँहरूलाई भन्नु अझै नै छ भनेर भनिरहेको थिएँ नि होइन अनि त्यो चाहिँ के भने अहिले हाम्रो कोपाको चाहिँ त्यहाँ एक दिनमा त्यो रिपोर्ट देखाउने अनि डक्टर भेटेर मेडिसिन लिने त्यो चान्सै थिएन भनौँ न त्यस्तो बेसी क्राउड फेरि अब अलिकति अगाडि गयो ए बहिनी तिमी त हामीभन्दा पछाडि आएको होइन किन अगाडि त्यस्तो भन्ने के अनि म्यानेजमेन्ट भनेको चाहिँ एकदमै जेरो देखेँ मैले चाहिँ यो इलाम हस्पिटल सरकारी हस्पिटल इलाम जिल्ला अस्पताल सरकारी नै भनौँ न होइन म्यानेजमेन्ट एकदमै जिरो देखेँ अनि त्यहाँ स्टाफहरूको बोल्ने शैली अब त्यो अगाडि डेस्कमा बस्नु भएको हुन्छ नि त्यो मतलब त्यो काउन्टर त्यो टिकट त्यो काउन्टरमा होइन अर्कै ठाउँमा अगाडि डेस्कमा बस्नु भएको हुन्छ नि एज अ हेल्पिङ त्यो उको लागि उहाँहरूलाई मैले सोधेँ
के सोधेँ भने सिस्टर रुम नम्बर 7 कता हो भनेर सोधेँ है। अब थाहा छैन, अब नयाँ हो, अब सोध्नु त पायो नि होइन। उहाँको सिस्टरको रियाक्सन कस्तो थियो, यसो मलाई हेर्नुभयो टेढे आँखाले यसो गरेर हेर्नु भएन। अनि त्यसपछि उहाँ अरे हो तर मैले त्यहाँ नि केही भनिनँ, ल नि त होला नि त भनेर मैले केही नि भनिनँ होइन। अनि म आफै खोजेँ, रुम नम्बर 7 खोजेँ, अनि ठ्याक्कै त्यतै साइडमा रहेछ। अनि त्यहाँ साइडमा गएँ अनि यसो हेरेँ, कोपाको डक्टरको नाम त अर्कै थियो, किनकि कोपाको अब डेली देखाइराख्ने डक्टरको नाम त थाहा हुन्छ नि त होइन मलाई। अनि अब मैसँग प्रायः जस्तो कोपा जानुहुन्छ त मलाई त थाहा हुन्छ। अनि फेरि यसो हेरेको त्यहाँ एज त्यो एफओसाइज पेपरमा बिकिएच समथिङ त्यो उहाँ डक्टर चाहिँ उदेखि आउनु भएको, लाइक त्यो नेम कार्ड चाहिँ त्यस्तै थियो भनौँ न, तल घोपादेखि आउनु भएको। अनि नेम नि फाल्टै थियो होइन। नेम फाल्टै भएपछि चाहिँ मलाई हल्का कन्फ्युजन भयो, ला उहाँ त होइन कि क्या हो, म रङ रुम लाइक अर्को रङ नम्बरमा आयो कि क्या हो जस्तो लाग्यो होइन। अनि फेरि म गएर सोधेँ, उहाँहरूलाई सोधेँ होइन, सिस्टर रुम नम्बर 7मा डक्टर को आउनु भएको छ, कहाँदेखि आउनु भएको छ भनेर सोधेँ। नो रेस्पोन्स, छैन हौ। ओ माई गड। अनि ल त्यो नि भयो, ल ठिकै छ। अनि म ठ्याक्कै अब यसो रुम नम्बर 7मै गएँ। अनि यसो त्यहाँ हल्का हेर्ने त्यो दुलो थियो होइन, मलाई त्यहाँ यस्तो साइडदेखि हेरेँ। अनि त्यो साइडदेखि हेर्दाखेरि चाहिँ हाम्रै लाइक अब कोपाकै तलको जुन चाहिँ कोपाले हेर्नुहुँदै थियो त्यही डक्टर आउनु भएको रहेछ। अब कन्फ्युजन हुन्छ, अब थाहा हुँदैन, त्यो त सोधिन्छ नि त होइन। अब उहाँहरूले त हामीलाई हेल्प गर्नुपर्ने हो, छैन साथीहरू। अनि अर्को कुरा के भने त्यो मजाले म्यानेजै गर्नु नसक्नु भएको क्या। डक्टरको टाइम चाहिँ 3 बजीसम्म रहेछ, तर कति बजीसम्म बस्नुभयो हिजो त्यो त थाहा भएन। तर त्यहाँ सिस्टरलाई सोद्धाखेरि चाहिँ 3 बजीसम्म हो उहाँको टाइम, अरू बेला 3 बजी निस्केर जानुहुन्छ भनेर त्यस्तो भन्नुभयो। अनि त्यो 3 बजीसम्म बस्नुहुन्छ भने अब त्यो टिकट काट्दाखेरि ठ्याक्क अब 3 बजीसम्म कतिजनालाई हेर्नु भ्याउनुहुन्छ, ठ्याक्क त्यति नम्बरकोसम्म टिकट काट्दाखेरि चाहिँ ठिक सहज हुन्छ जस्तो लाग्यो। अब किनकि अब उहाँ भनेको त 3 बजीसम्म बस्ने हो, मजाले पेसेन्टलाई टाइम दिन सक्नुहुन्न होइन। अनि टिकट काटेको छ 100-200 जनाको, अनि त्यसरी हुन्छ, त्यसरी त हुँदैन नि त होइन। अनि त्यो एउटा कुरा। अनि अर्को कुरा चाहिँ के भने त्यहाँ अब टिकट काटेपछि त्यो नम्बर वाइज गरिदिनु भएको हुन्छ नि त होइन। अब त्यो नम्बर वाइज त्यो त्यस्तो गर्ने भए त्यो टिकट काटेर त्यो नम्बर वाइज त्यो हामी किन उठ्नु। अब जो त्यहाँ अब उहाँहरू अब त्यो बाहिर को बस्नु भएको थियो, त्यो बाहिर नि बस्नु भएको थिएन, अगाडि त जो छिटो आउनुहुन्छ उहाँ अगाडि पसेर चेक गर्दै त्यसरी निस्किनु हुँदै थियो, बस्नु भएको थिएन होइन। अनि त्यहाँ मान्छेहरूले अलिक आवाज उठाउनु थाल्नुभयो नि त। अनि कहाँ यसरी हुन्छ, यहाँ एकजना बस्नुपर्छ, टिकटहरू लिनुपर्छ, अनि नम्बर वाइज लगाउनुपर्छ, पठाउनुपर्छ, तपाईँहरूले यसरी हुन्छ भनेर त्यहाँ आवाज उठाउनु भयो। अनि त्यसपछि चाहिँ नम्बर वाइज गर्नु भएन। त्यो नम्बर वाइज नि के भन्नु न, अब चिनजानको मान्छे छ भने त्यहाँ आएर हल्का काने खुसी यसो गरेर भित्र पस्ने, अनि त्यो नामहरू बोलाउनु लाउने त्यस्तो थियो कि। अनि मलाई चाहिँ म्यानेजमेन्ट चाहिँ एकदमै खत्तम लाग्यो यहाँ इलाम जिल्ला हस्पिटलको। अब फर्स्ट टाइम गएको फर्स्ट एक्सपिरियन्स चाहिँ एकदम नराम्रो भयो भनौँ न, एकदम ब्याड भयो होइन। अनि त्यहाँ अब हुन त सबै त त्यस्तो हुनुहुन्थेन, अब कतिजना त कस्तो स्विटली बोलिदिनु भयो, अब 1-2 जना चाहिँ त्यस्तो हुनुहुन्थ्यो होइन। अनि ब्लड टेस्ट नै गर्नुपर्छ भनेर भन्नुभयो। भने ब्लड टेस्टको ऊ गर्नु गएको त्यहाँ नि छैन, सिस्टर फोन खेलाउनुहुन्छ। अब एउटा ब्रदर हुनुहुन्छ, अब के भन्नु, अब त्यस्तै नै भयो, एकदम ब्याड एक्सपिरियन्स भयो होइन। अब अलिक राम्रो म्यानेजमेन्ट भइदिएको भए चाहिँ अब कति गाउँठाउँदेखि आउनुहुन्छ, अब यहाँदेखि जानुभएको हुन्छ होइन, लाइक अब यहाँदेखि नयाँ हुन्छ, अब यताउता केही थाहा हुँदैन। अनि अब त्यो सोध्नु पायो, यताउता गर्नु पायो होइन। अनि अब त्यो भनिदिनै हुँदैन रहेछ कि, अब मलाई थाहै थिएन त्यस्तो। अब सोद्धा नि यसो हेर्ने अनि यसो गरिदिने के,
अब सोध्नु त पायो नि त नजानेको कुरा त के हो ओ माई गड अनि के भन्नु न त्यो टिकट वाइज चाहिँ अब चाहिँ अति नै भएको थियो नि त मलाई एकदम दिमाग खराब भइसकिरहेको थियो अनि त्यस्तो गरेपछि चाहिँ त्यहाँ म कराएँ अनि तपाईँहरूले यस्तो गर्नुहुन्छ भने हामीले टिकट काटेको के अर्थ हामी नि अब जान्छौँ अब जो अगाडि आउँछ त्यो जानु पाउने रहेछ त्यस्तो के भनेपछि चाहिँ त्यहाँ सिस्टरले चाहिँ के भन्नुभयो भने अब तपाईँहरू म हामीलाई यसो भन्नुहुन्छ अब हामीले त पहिलेदेखि नै गर्दै आएको हो त भन्दै त्यसो भन्दै के भन्दै अब उहाँहरूकै अब ठुलो भनौँ न अब उहाँहरूकै जित उहाँहरू नै राइट होइन अब त्यस्तोहरूसँग बाजेर हस्पिटलमा बाजेर तमासा गरेर के गर्नु भनेर चाहिँ चुप लागेर बसेँ त्यहाँदेखि मैले केही नि गरिनँ होइन अनि आजको दिन लाइक हिजोको दिन चाहिँ त्यसरी चाहिँ बित्यो अनि अब कोपालाई चाहिँ फाइनल अब उधै झापै नै लग्ने भयौँ नि त अनि कोपा त मान्नु भएको थियो त यहीँ 7 बजीसम्म हुन्छ कि 8 बजीसम्म हुन्छ यहीँ बसेर म जान्छु यहीँ पर्खिन्छु यहीँ उ गर्छु अनि जान्छु भनेर भन्नुहुँदै थियो होइन अनि त्यो कारणले चाहिँ मैले भनेको त मान्नुहुन्न अब कस्तो अस्मिताले पनि कति भनेको कोपा यहाँ राम्रो हुँदैन उधै जानुपर्छ भन्दै कति भनेको होइन म चाहिँ कोपालाई चाहिँ उँधो लाग्ने चाहिँ कतिखेर ठ्याक्क दिमाग आयो भने जब त्यो ब्लड टेस्टहरू नि गर्नुपर्छ भनेर भन्नुभयो नि त अनि त्यसपछि चाहिँ अब सुनिरहेको अब मैले त हेर्नु त देखेको छैन अब तर प्रायः सबले भन्नुहुन्छ यहाँ इलाम हस्पिटलको चाहिँ मेसिन भनेको चाहिँ सानो छ अनि राम्रो हुँदैन भनेर भन्नुभएको थियो होइन अनि त्यो कारणले चाहिँ ठ्याक्क दिमागमा आयो नि त ब्लड टेस्टहरू नि गर्नुपर्छ भनेर अनि त्यसपछि चाहिँ मैले अब उधै जुम कोपा अब यहाँको जस्तो राम्रो हुँदैन उँधो अब उँधो त कोपाको दबाई त पाउनु अलिक गाह्रो हुन्थ्यो र अब नाना चारैतिर मेडिकलतिर घुम्नु भएर यताउता गर्नु भएर मेडिसिन लिनुहुन्थ्यो होइन अनि अब यहाँ त इलाम हो होइन अब मेडिसिनहरू पनि पाउँदैन त्यो त्यस्तो हुनै भएन नि त होइन अनि त्यसपछि चाहिँ अब म कति भने मान्नु भएन अस्मिताले नि कति भन्यो कोपालाई मान्नु भएन होइन अनि अन्तिममा लास्टमा चाहिँ नानालाई बोल्नु दिएर नानाले अब मजाले सम्झाउनु भयो अनि त्यसपछि ल उधै जान्छु भनेर चाहिँ अब मन्डे चाहिँ कोपालाई म हस्पिटल लगेर उधै जाँदैछु बिएनसी भनौँ न अनि त्यस्तो भयो अनि त्यहाँदेखि त त्यही हो साथीहरू यहाँ नि अब सरकारी अस्पतालमा नि राम्रो म्यानेजमेन्ट भइरहेको भए राम्रो अब डक्टरहरू भनौँ न त्यस्तोहरू उइदिनु भएको भए अब हामीलाई उँधो जानु पर्थेन हामी यहीँदेखि काम चलाउँथ्यौँ भने अब यहीँ हाम्रो काम हुन्थ्यो हामीलाई किन तल बेसी खर्च गरेर गइराख्नु होइन अनि म्यानेजमेन्ट अलिक राम्रो गरिदियो त म कतिचोटि म्यानेजमेन्ट भनेको कि अनि एउटा कुरा याद आयो लाइक उहाँ जुन हाम्रो कोपाको डक्टर आउनु भएको थियो नि त उहाँले चाहिँ मजाले नै पेसेन्टलाई हेरिरहनु भएको थियो ब्रेक थियो होइन त्यतिखेर ब्रेकमा नै हेरि नै रहनु भएको थियो अनि त्यहाँ इलाम हस्पिटलकै एउटा अलिक ठुलै होला उहाँ कोट लाउनु भएको थियो अनि यस्तोमा उहाँको आइडेन्टिटी कार्ड नि थियो होइन अनि यसो पस्नुभएपछि के भन्नुभयो उहाँले म्याम जाउँ यहाँ त यस्तै हो बिरामीहरू त केही छैन जाउँ बाहिर नि यस्तै हो भित्र नि यस्तै हो जाउँ काम छैन ओ माई गड उहाँहरूले यस्तो मजाले टाइम हेरेर आफ्नो ब्रेक छोडी होइन हेरिरहनु भएको छ उहाँ अर्को स्टाफ आएर त्यस्तो अरे के त्यस्तो नि भन्ने हो अब ल उहाँको नि ब्रेक थियो हामी बुझ्छौँ होइन अनि उहाँहरूले राम्रोसँगले अब यो हेरिसक्नु अनि त्यसपछि 10-15 मिनट जति ब्रेक लिनु अनि खाजा खानु जाउँ भन्दै भन्नुभएको भए हुन्थ्यो होइन तर उहाँहरूले बाहिर नै त्यस्तै छ जहिले यहाँ यस्तै हो आमा के अरे के त्यस्तो भन्ने मिस छोडिदिनु त्यो छोडिदिनु अरे क्या हाम्रो कोपाको मेडिसिनको लाइक अब यो टेस्ट गर्नु भनेर लेखिदिनु हुँदै थियो त्यस्तो अरे क्या अब त्यो नि हुन्छ यो लेखिसक्नुहोस् अनि त्यसपछि चाहिँ ब्रेक लिनुहोस् अनि हामी जाउँ भनेको भए हुन्थ्यो तर उहाँहरूले त्यो लेख्दै गरेको नि छोडिदिनु अनि खाजा खानु जाउँ यहाँ यस्तै हो अरे के टाउको दुखेको थियो हिजो त साथीहरू अब त्यस्तै भयो होइन अनि अब यहाँदेखि म बेसी उता बोल्दिनँ अनि अहिलेसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धन्यवाद है अनि यदि नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज सब्सक्राइब गरिदिनु होला मेरो भिडियो मन परेमा होइन अनि त्यति जेलसम्म साथीहरू आफ्नो ख्याल राख्नु होला भोलि नयाँ भिडियोको साथ आउने नै छु।